ढुङ्गाको आकृति तपाईँहरूले देख्दै हुनुहुन्छ नि। यो चाहिँ शिवजीको। बट फाइनल्ली हर हर महादेव, जय शम्भु शिवजी। अब म चाहिँ पस्न खोज्दैछु, भित्र कहाँसम्म जाइन्छ है। ल है त, जय शम्भु। ल है, यस्तो छ है भित्र चाहिँ हाम्रो। म जाने प्रयास गर्छु, जहाँसम्म सक्छु त्यहीसम्म जान्छु है गाइजहरू। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, यति कष्ट गरिरहेको छु। लाइक, कमेन्ट अनि सेयर। ल बबाल ठाउँ रहेछ गाइज। अहिले यत्रो छ भने मैले कल्पना पनि गरेको थिइनँ, कसम भनेको गाइज। ओ माई गड, मान्छे उठ्ने ठाउँ रहेछ क्या, हेर्न सक्नुहुन्छ। मान्छे उठ्यो। ल है त, भालढुङ्गा आउन मन छ सबैलाई भने लोकेसन ठ्याक्कै चुरे घाँटीदेखि ठिक देब्रे साइड समातेर, उँधोबाट आउँदा देब्रे साइड समातेर उँभो चढेर अनि त्यहाँबाट दाहिने साइड लाग्नुपर्छ। त्यस्तो धेरै बेर लाग्दैन, 15 मिनट जस्तो लाग्छ। कसम मैले यत्रो सोचेको थिइनँ। म उभिरहेको छु गाइजी, म उभिएर भिडियो बनाइरहेको छु। देख्न सक्नुहुन्छ यत्रो रहेछ भित्रको ठाउँ चाहिँ। मैले यति कल्पना पनि गरेको थिइनँ क्या। अब यहाँभन्दा भित्र छैन, यति नै रहेछ। कसम एउटा दुईजना मान्छे चाहिँ मजाले आँट्ने ठाउँ रहेछ क्या। एक रात दुई रात चाहिँ मजाले बिताउन सकिने ठाउँ रहेछ। म चाहिँ यत्रो ठाउँ छ भनेर मैले कल्पना गरेको थिइनँ। ल एउटा रिक्स लिएर बसेँ। भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। ओके, ल बाई बाई, आजलाई यति नै। ल भालुको मुख भित्रबाट है यो गाइज। भित्रबाट म अहिले पछाडि निस्केको भिडियो हेरिहाल्नु होला। यो चाहिँ आकृति, यो दाँत तिखा चाहिँ दाँत बाहिरबाट चाहिँ दाँत देखिन्छ, भित्रबाट चाहिँ तिखो भाग मात्रै देखिँदो रहेछ। यही हो ठ्याक्कै। अघि म अगाडि जुन तपाईँहरूलाई देखाएँ त्यही हो। भित्रबाट हेर्दा चाहिँ भालु यस्तो छ है। ल बवाल लाग्यो मलाई चाहिँ यहाँ चाहिँ। तर यो बाहिरबाट भालुको आकृति बनाउँदाखेरि नि यहाँ पर्खाल पनि लगाएको रहेछ। फर्स्टमा चाहिँ यत्रो थिएन, मलाई म सानै थिएँ त्यति बेला, डर लाग्थ्यो क्या भित्र पस्दा। अनि त्यति बेला क्युरोसिटी चाहिँ के थियो भने म एक दिन पसेर छोड्छु। फाइनल्ली आज मेरो सपना नि पुरा भयो। लाइक, कमेन्ट, सेयर पनि पुरा हुन्छ आशा मैले यति राखेको छु। ओके, ल बाई बाई गाइज।